जुन कुरा मैले बोल्नु पर्दैन त्यो टुथपेस्टको पछाडिपट्टि ग्रीन सिग्नलको एउटा सानो हरियो चिन्ह छ। त्यो हरियो चिन्हको अर्थ त्यो 100% नेचुरल भन्ने छ। जुन जसले बजारको मूल्यभन्दा 10 रुपैयाँ सस्तोमा रहेछ सर। त्यसैले यो चिन्नेले किन्ने हो, सबै एक नाश हुँदैन। ऊ त्यहाँ फार्ममा गएर दुध किन्नुहोस्, 1 लिटरको 100 रुपैयाँ पर्ला। डेरीको दुध 95 मै आउला। प्योर घिउलाई एउटा किसानसँग 1 लिटर घिउ किन्नुहोस् 1000 रुपैयाँ पर्ला। ऊ त्यहाँ बजारको रेडिमेड घिउ किन्नुहोस् 950 मा आउला। फरक छ नि हजुर। ऊ त्यहाँनिर गएर सेलरोटी किन्नुहोस्, सेलरोटी 25 रुपैयाँमा आउला। तर त्यो 25 रुपैयाँमा किनेको सेलरोटी आज किनेर ल्याउनुहोस्, भोलि बिहान खाँदा पेट दुख्छ, खानै सकिँदैन। तर तिहारमा हामीले पकाउने सेलरोटी, घरमा पकाएको सेलरोटी 1 हप्ता राख्नुहोस्, 1 हप्तापछि झन् मिठो हुन्छ। ग्यासमा तताउनुहोस्, ओभनमा तताउनुहोस्, चियासँग खानुहोस्। 1 हप्ता होइन म्याम भन्दै हुनुहुन्छ 1 महिना राखेर खान मिल्छ। सेलरोटी त त्यो पनि गोलै छ, यो पनि गोलै छ। सेलरोटीको गोलाइ हेरेर थाहा हुँदैन। क्वालिटी, सेलरोटीको क्वालिटी गोलो हेरेर, पाल हेरेर थाहा हुँदैन। त्यहाँ के चिज हालेर पकाइएको छ त्यसले फरक पार्छ। त्यसकारण यो राम्रो प्रडक्ट हो, राम्रो चिजलाई 2 पैसा बढी त परिहाल्छ। त्यति मात्रै बुझ्नुहोस्। र न्युटनको प्रडक्ट हामी सबैका लागि उपयोगी प्रडक्ट छ।